भन्नुभएको थियो 400 सीसीको पनि देखाइदिनु भयो। मैले 400 सीसीको पनि लिएर आएको छु। यहाँ बाइक हामीसँग 400 सीसीको नि NS 400 पनि छ है, 400 सीसीको। ल सर एकचोटि बताइदिनु त 400 सीसीमा के छ, नयाँ फिचरहरू के हो, यसको सबै चिजहरू बताइदिनुहोस् त। 400 सीसीमा आएको न्यूली लन्च नै भन्नु पर्यो यसलाई। यो FI ड्युल च्यानल ABS मा लन्च भयो हैन। गर्दाखेरि एकदम मस्कुलर लुकमा चाहिँ पावर टु वेट रेसियो एकदम राम्रो भएको, एकदमै सुपर फास्ट NS 400 भन्दा हुन्छ। अहिलेसम्मको बिगेस्ट पल्सर NS 200 or 400 हो सर यो। अनि यो चाहिँ हजुरको 400 सीसीमा हुन्छ। यसले चाहिँ हजुरको 40 हर्स पावर चाहिँ यसले प्रड्युस गर्छ भने 35 Nm टर्क चाहिँ यसले प्रड्युस गर्छ। अनि यतातिर अलिकति देखाइदिनुहोस् त। यसमा चाहिँ फुल्ली डिजिटल मिटर हो यो होइन, स्मार्ट मिटर भन्नु पऱ्यो यसलाई। ब्लुटुथ कनेक्सन, गेयर इन्डिकेटर, राइडिङ मोड्सहरू होइन, अगाडि डिस्प्लेमा नि देखिन्छ यो। यसमा हजुरले चाहिँ साथसाथै हेजार्ड लाइट पनि पाउनुभयो होइन, कुनै त्यस्तो केही इमर्जेन्सीहरू छ भनेदेखि अलिकति सजिलो पनि हुन्छ। अगाडिको टायर हजुरले 110 70को पाउनुहुन्छ भने पछाडि 140 70को पाउनुहुन्छ। ग्राउन्ड क्लियरेन्स चाहिँ यसमा हजुरले 165 mm को पाउनुहुनेछ एकदम। अनि सिट हाइट पनि एकदमै राम्रो पाउनुहुन्छ, मजाले बुझाएको हुन्छ। सबै यसमा यो स्मार्ट मिटरको यो अपरेट गर्नलाई सबै यो लेफ्ट ह्यान्ड साइडमा चाहिँ यसको सेट अप डाउन म्युजिक कन्ट्रोलहरूदेखि लिएर सबै चाहिँ यसमा हजुरले इन्फर्मेसन पाउनुहुन्छ। यस्तो छ USB पोर्टहरू भयो होइन। अनि यसको यो सक चाहिँ कुन सक हो? सक चाहिँ अपसाइड डाउन सक भनेर भन्नुपर्यो सर। ओके, गोल्डन कलरको पाउनुहुन्छ। यसको हेडलाइट पनि बालेर देखाइदिनु एकचोटि। स्टार्टै गर्नु। ओ हेर्नुहोस् त हेडलाइटको, यसको त बवाल छ। हस्, धेरै धेरै धन्यवाद तपाईँलाई।